के गर्दाखेरि चाहिँ अहिलेको यो माहौल छ नि यो राष्ट्र संस्था पुनर्स्थापनाको लागि जनता सडकमा ओर्लिने होइन सदनमा माननीयहरू त्यसरी नै कुर्लिने होइन यसलाई चाहिँ ब्यालेन्स बनाउन सरकारले के गर्नु पर्ला? के अरे भ्रष्टाचारलाई रोक्नु पर्यो। सुरुमा चाहिँ इमान्दार बन्नुपर्छ सबैजना। म चाहिँ त्यही भन्छु, हामी इमान्दार बनेर भ्रष्टाचार नगरिकन इमान्दार भएर आफूले के गर्नुपर्ने हो होइन, नेताले के गर्नुपर्ने हो, मिनिस्टरले के गर्नुपर्ने हो होइन, प्रहरीले के गर्नुपर्ने भन्नु मतलब निकायले होइन, इभन पत्रकारले के गर्नुपर्ने हो भन्ने कुरा पनि होइन, हाम्रो आफ्नो ठाउँमा रहेर इमान्दार भएर हामीले काम गऱ्यौँ भने हाम्रो अहिलेको व्यवस्था नै बेस्ट हो भन्छु म चाहिँ। अब तर त्यो बेइमानीहरू भयो, त्यहाँ के भयो होइन, अब अलिकति धेरै पार्टीगत कुराहरू नै छ धेरै चाहिँ होइन। अब जस्तो सदा जस्तो तपाईँ खुलेर बोलिराख्नु भएको छ होइन, खुलेर यो बजेटको के अंकुश त होइन होइन त्यस्तो होइन। के छ र बजेट